स्वार्थ र प्रेम दुई। प्रेम र स्वार्थ बीच अति नै सानो र पातलो धर्साको भिन्नता पाउँछु म त। भन्नुहोला प्रेम सत्य हो त स्वार्थ पनि सत्य नै हो। प्रेम त्याग हो भन्ने लाग्ला, स्वार्थ पनि त निस्वार्थताको त्याग नै त हो, होइन र? स्वार्थ र प्रेम दुवैबाट पर रहन सफल केही अद्भुत मनुष्यहरूको म चर्चा गर्न चाहन्न है यहाँ। स्वार्थहीन हुने, स्वार्थ उब्जाएर अब हामी कसैप्रति आसक्त हुन्छौँ र उसैको याद र चाहनामा जीवन समर्पण गर्छौँ नि। हो, यसैलाई त प्रेम मानिरहेका छैनौँ हामीले युगौँबाट। जवाफ पाउनु भएमा मलाई इमेल गर्नुहोला। धन्यवाद। हेर्नुहोस् त, हामी जसलाई प्रेम गरेको भ्रममा उसको आवाज सुनिरहन चाहन्छौँ एक समय, तर जब हामी पछि उसबाट चाहनामुक्त हुन्छौँ तब के हुन्छ? तब त हामीलाई उसैको छाया पनि देख्न मन लाग्दैन। हिजो उसैको यादमा समय कटाउनु चाहिँ प्रेम होला, तर आज छाया मन नपर्नुलाई हामी अवश्य नै स्वार्थ मान्छौँ। हो, यसैले प्रेमलाई स्वार्थको सृजनात्मक रूप र स्वार्थलाई प्रेमको विकृत प्रतिबिम्ब मान्छु म त। लौ, प्रेमको उल्टो घृणा मान्नुहोला हजुरले, तर म भने स्वार्थको उपहार मान्छु घृणालाई। यसो सोच्नुहोस् त, हामी निस्वार्थ भएर घृणा गर्न सक्छौँ कि? अनि घृणा रहित स्वार्थ पो सम्भव छ होला कि? म चाहिँ घृणा नगरी स्वार्थपूर्ति गर्न सकिन्छ कि भन्ने ठान्छु है। यसको जवाफ पाए चाहिँ सिधै कल गर्दा भयो है मलाई। म भन्दै थिएँ कि स्वार्थ र प्रेम बीच निकै सानो धर्साको मात्र भिन्नता छ। तपाईँले नमाने पनि यसो सोच्नुहोस् त, प्रेम नितान्त प्रेम नै हो भने यो प्रेम बिछोड अर्थात् ब्रेकअप हुन्थ्यो। मेरो मतलब पत्रु प्रेमी वा प्रेमिकासँग जीवन सुहाव पाउनुपर्छ भन्ने होइन, तर सोच्नुहोस् त, यदि प्रेम मात्र प्रेम हुन्थ्यो भने 16-17 वर्षको उमेरमा नि 2-4वटा ओटीसँग माया पासमा किन बाँधिनु पर्ने होला हौ? हैट, यति आयुमै यसरी ब्रेकअप गरेर 3-4 जना बाआमा फेरिए कसो होला? सायद प्रेमै प्रेम पो फुल्ला कि? यसको जवाफ चाहिँ मलाई नदिनु होला हौ मित्रजन, फुर्सद छैन गाँठे। साँच्चै प्रेम र स्वार्थ बीच ठुलो भिन्नता हुने भए नि बुढा बुढी बाउआमालाई किन बाटोमै छोड्थे हौ सन्तानहरूले? न कुनै प्रेमी बौलाएर हिँड्थ्यो वा कोही तेजाबको शिकार बन्थ्यो। हामीलाई थाहै नपाई हामीले कहिले कहिले प्रेम र स्वार्थको सीमा नागिसक्छौँ। हो, यही सानो घेराले हामीलाई महान वा तुच्छ बनाएको छ भन्ने पनि हामीलाई ज्ञानै हुन्न। एउटा घटना बताउँ है यावा। मैले हेर्दा हेर्दै हाम्रो सानो पप्पीले गाडीबाट उसको छाउरालाई बचाउन खोज्दा उसको एउटा हात गुमेको छ। आहा, कति विशाल प्रेम है! तर त्यही मेरो पप्पीले मेरै अगाडि पल्लो घरको भर्खर लिएर आएको बिरालोको 1.5 महिने बच्चालाई एक सासमै मारिदिएको छ। हैट, यही स्वार्थ र प्रेमको कुरूप र सुन्दर स्वरूपको दुई भिन्न दृश्यले म अझै विचलित हुन्छु। ल हेर्नुहोस् त, कति सानो धर्साको फरक रहेछ प्रेम र स्वार्थ बीच। भएको साथी हो, मलाई यो घटनाको बारेमा कुनै जवाफ नदिनुहोला। धन्यवाद। होइन हौ, हामी दुखी हुनु जरुरी छैन, किनकि प्रेम र स्वार्थभन्दा पर बसेर करुणाको वर्षा गरिरहने प्रकृतिलाई हेरे मात्र पनि हाम्रो जीवन सार्थक भइहाल्छ। हेर्नुहोस् त प्रकृतिलाई, हामी मान्छेको के काम, तर पनि ऊ हामीलाई जल थल वायु सूर्य पक्षी जीव सबै दिइरहेछ, हामी भने मात्र लिइरहेछौँ। यहाँले सोच्नुभयो होला मान्छेको उत्पत्ति गराउनुमा पनि प्रकृतिको स्वार्थ होला। खै, मैले त आजसम्म देखेको छुइनँ। तपाईँलाई थाहा भए तल कमेन्ट गरिदिनु होला। फेरि भन्नुहोला मनुष्य बनाउन प्रकृतिको प्रेम चाहिँ पक्कै होला। म त मान्दिनँ, हजुरले मान्नुहोस् हजुरको विचार। म त भन्छु कि
यो धारामा हामी पशुको खास औचित्य नै छैन। बस गर्न चाहन्न यो विषयमा। तर नि साथी हो, मान्छे अगाडि टन्ने अनि जीव पनि आएकै हो, हामी पछि पनि आउलान्। हामीलाई प्रेम गर्नु वा स्वार्थ पाल्नुमा प्रकृतिलाई खासै वास्ता छ जस्तो मलाई चाहिँ लागेन। तर पनि यो पृथ्वी हामी माथि करुणामय छ। हामी धन्य छौँ। सब्ब भवतु मङ्गलम।